राज्य सत्ताको बन्दुकको नालको विरुद्धमा अगाडि उभिएर राज्य सत्ताको विरुद्धमा दावा बोल्दै गर्दाखेरि तमाम सामन्तीहरूले त्यति बेलाका रैथानेहरूले हामीलाई भन्थे, आरो लगाउँथे, माओवादीहरूका सामान्य बम पड्काइहरूले यो देशको परिवर्तन सम्भव छैन। त्योभन्दा पहिला भएका क्रान्तिहरू, त्योभन्दा पहिला भएका विद्रोहहरू राज्य सत्ताले जसरी दमन गर्थ्यो जसरी त्यसको निरूपण गर्थ्यो, तर माओवादी विद्रोह एउटा त्यस्तो विद्रोह बन्यो जसलाई सम्पूर्ण नेपाली जनताले हरेक पाइला पाइलामा साथ दिनुभयो, सपोर्ट दिनुभयो। उहाँहरूको अपार प्रेम, उहाँहरूको अपार मायाले आज जनयुद्धका उपलब्धिहरू एउटा सर्वश्रेष्ठ तहमा पुगेका छन् र हामी नयाँ माओवादीहरू, हामी युवा माओवादीहरूले जनयुद्धको विरासतलाई जोगाउनका निमित्त, जनयुद्धको तेललाई एउटा नयाँ उचाइमा पुर्याउनका निमित्त आफ्नो भूमिका मार्फत आफ्नो ठाउँबाट नयाँ प्रतिबद्धता व्यक्त गर्ने बेला आएको छ। सम्पूर्ण साथीहरूले यो क्रान्तिको दियो त्यतिन्जेलसम्म बालिराख्नुहुनेछ जति बेलासम्म मानव मुक्तिको बाटो रेखाङ्कन हुने छैन। त्यो मानव मुक्तिको बाटो नपर्याउन्जेलसम्म हामी जनयुद्धले देखाएको यो